हार्दिक स्वागत छ क्रिएटर सुरेश युट्युब च्यानलमा। आज फेरि पनि तपाईहरुको माझमा नयाँ प्रश्न उत्तर सहित भिडियो लिएर आएका छौं। भिडियो अन्तिमसम्म हेर्न नभुल्नु होला। यदि तपाई नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आजको भिडियो विशेष गरेर भेटनरी लौसिया दिन गइरहेका चौथो तथा पाँचौं तहका साथीहरुलाई रहेको छ। आज 1 देखि 50 वटा प्रश्नहरु फिस सम्बन्धीका प्रश्नहरु रहेका छन् र ढिलो नगरिकन आजका ती प्रश्नहरु सुरु गर्न गइरहेका छौं। प्रश्न नम्बर 1 मा रहेको छ, मत्स्य पोखरीमा गुणस्तरीय पानीको रङ हरियो हुन्छ भने पानीको पारदर्शिता कति गहिराईसम्म हुनु उपयुक्त मानिन्छ? ए 10 देखि 20 सेन्टिमिटर, बी 20 देखि 40 सेमी, सी 15 देखि 30 सेमी, डी 30 देखि 50 सेमी। यसको सही उत्तर हुने गर्दछ बी 20 देखि 40 सेन्टिमिटर। त्यसैगरी 2 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीमा गुणस्तरीय पानीको प्रकाश क्षेत्र कति गहिराईसम्म हुन्छ? ए 10 देखि 20 सेमी, बी 20 देखि 40 सेमी, सी 40 देखि 60 सेमी, डी 40 देखि 80 सेमी। यसको सही उत्तर हुने गर्दछ डी 40 देखि 80 सेमी। त्यसैगरी 3 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीमा पानीको उपयुक्त तापक्रम कति देखि कतिसम्म हुन्छ? ए 18 देखि 32 डिग्री सेल्सियस, बी 20 देखि 25 डिग्री सेल्सियस, सी 22 देखि 28 डिग्री सेल्सियस, डी 25 देखि 30 डिग्री सेल्सियस। यसको सही उत्तर हुने गर्दछ ए 18 देखि 32 डिग्री सेल्सियस। त्यसैगरी 4 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीको पानीमा हुने रासायनिक गुण कुन हो? ए खुलित अक्सिजन र कार्बन डाइअक्साइड, बी पानीको अम्लीय र क्षारीयपन, सी सम्पूर्ण कडापन, डी माथिका सबै। यसको सही उत्तर हुने गर्दछ डी माथिका सबै। त्यसैगरी 5 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीको पानीमा घुलित अक्सिजन को मात्रा कति हुनु पर्दछ? ए 5 देखि 10 ppm, बी 5 देखि 15 ppm, सी 5 देखि 20 ppm, डी 10 देखि 25 ppm। यसको सही उत्तर हुने गर्दछ बी 5 देखि 15 ppm। त्यसैगरी 6 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीको पानीमा घुलित कार्बन डाइअक्साइड को अधिकतम मात्रा कति हुनु पर्दछ? ए 5 ppm, बी 10 ppm, सी 15 ppm, डी 20 ppm। यसको सही उत्तर हुने गर्दछ डी 20 ppm। त्यसैगरी 7 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीको पानीमा उपयुक्त pH मान 6 देखि 9 मानिन्छ भने सम्पूर्ण क्षारीयपना को मात्रा कति हुनु पर्दछ? ए 20 देखि 50 ppm, बी 50 देखि 200 ppm, सी 50 देखि 250 ppm, डी 50 देखि 300 ppm। सही उत्तर हुने गर्दछ सी 50 देखि 250 ppm। त्यसैगरी 8 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीको पानीमा उपयुक्त सम्पूर्ण कडापन कति हुनु पर्दछ? ए 20 देखि 50 ppm, बी 50 देखि 200 ppm, सी 50 देखि 250 ppm, डी 50 देखि 300 ppm। यसको सही उत्तर हुने गर्दछ बी 50 देखि 200 ppm। त्यसैगरी 9 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीमा हुने जैविक गुण मध्ये कुन पर्दछ? ए फाइटोप्लान्क्टन जसलाई सूक्ष्म जलीय वनस्पति, बी जूमप्लान्ट जसलाई सूक्ष्म जलीय जीव भनिन्छ भने सी ठूलो वनस्पति र हिलो लेदो, डी माथिका सबै। यसको सही उत्तर हुने गर्दछ डी माथिका सबै। त्यसैगरी 10 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीमा जैविक गुणस्तरीयताका लागि कुन सूचक हुनु हुँदैन? ए फाइटोप्लान्क्टन, बी जूमप्लान्क्टन, सी ठूला वनस्पति र हिलो लेदो, डी माथिका सबै। यसको सही उत्तर रहेको छ सी ठूला वनस्पति र हिलो लेदो। त्यसैगरी 11 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीमा हिलो तथा लेदोको तह कति सेन्टिमिटर भन्दा बढी हुनु हुँदैन? ए 10 सेन्टिमिटर, बी 20 सेन्टिमिटर, सी 30 सेन्टिमिटर, डी 40 सेन्टिमिटर। यसको सही उत्तर हुने गर्दछ सी 30 सेन्टिमिटर। त्यसैगरी 12 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीमा टर्बाइटी जसलाई धमिलोपना र मलिलोपना नाप्न कुन उपकरणको प्रयोग गरिन्छ? ए डोमिटर, बी सेजिडिक्स, सी pH मिटर, डी अल अफ द एबभ। यसको सही उत्तर रहेको छ बी सेजिडिक्स। त्यसैगरी 13 नम्बर क्वेशन रहेको छ, मत्स्य पोखरीमा पानीको घुलित अक्सिजन नाप्न कुन उपकरणको प्रयोग गरिन्छ? ए डोमिटर, बी सेजिडिक्स, सी pH मिटर, डी अल अफ द एबभ। यसको सही उत्तर रहेको छ ए डोमिटर। त्यसैगरी 14 नम्बर क्वेशन रहेको छ, प्रजननको लागि छनौट गरिएका उपयुक्त भाले वा पोथी माछालाई के भनिन्छ? ए ब्रुड फिश, बी ब्रिडिङ फिश, सी एडल्ट फिश, डी अल अफ द एबभ। यसको सही उत्तर रहेको छ ए ब्रुड फिश। त्यसैगरी 15 नम्बर क्वेशन रहेको छ, प्रजननको लागि माउ माछा छनौट गर्दा औसत कति उमेर हुनु पर्दछ?
ए 1 देखि 2 वर्ष, बी 2 देखि 4 वर्ष, सी 4 देखि 6 वर्ष, डी 4 देखि 8 वर्ष। यसको सही उत्तर रहेको छ बी 2 देखि 4 वर्ष। त्यसैगरी 16 नम्बर क्वेसन रहेको छ मत्स्य पालनमा पीआईटी केसँग सम्बन्धित छ? ए माछामा प्रयोग गरिने औषधि, बी माछामा प्रयोग गरिने हर्मोन, सी माछामा प्रयोग गरिने ट्याग, डी माछा छोप्ने जाल। यसको सही उत्तर रहेको छ सी माछामा प्रयोग गरिने ट्याग। त्यसैगरी 17 नम्बर क्वेसन रहेको छ प्राकृतिक प्रजननको लागि भाले र पोथी माछाको अनुपात क्रमशः 1:1 हुन्छ भने कृत्रिम प्रजननको लागि कति राख्नु पर्दछ? 1.5:1, बी 1:2, सी 1.5:2.5, डी 2:3। यसको सही उत्तर रहेको छ ए 1.5:1। 18 नम्बर क्वेसन रहेको छ प्रजनन समय सुरु भन्नुभन्दा कति समय अगाडि माउ माछाको भाले र पोथी अलग अलग पोखरीमा राख्नु पर्दछ? ए 1 देखि 2 महिना, बी 2 देखि 3 महिना, सी 3 देखि 4 महिना, डी 4 देखि 5 महिना। यसको सही उत्तर रहेको छ सी 3 देखि 4 महिना। त्यसैगरी 19 नम्बर क्वेसन रहेको छ माउ माछा हुर्काउनका लागि छनौट गरिएका माछालाई कति समयसम्म क्वारेन्टाइन निरीक्षणमा राख्नु पर्दछ? ए 1 देखि 2 महिना, बी 2 देखि 3 महिना, सी 3 देखि 4 महिना, डी 4 देखि 5 महिना। यसको सही उत्तर रहेको छ ए 1 देखि 2 महिना। त्यसैगरी 20 नम्बर क्वेसन रहेको छ 1 हेक्टर क्षेत्रफलमा कतिवटा माउ माछा स्टकिङ गर्न उपयुक्त हुन्छ? ए 100 देखि 200, बी 200 देखि 300, सी 300 देखि 400, डी 400 देखि 500। यसको सही उत्तर रहेको छ सी 300 देखि 400। त्यसैगरी 21 नम्बर क्वेसन रहेको छ एउटा 15 वर्ग मिटरको पोखरीमा 2 केजी शारीरिक तौल भएको कतिवटा माउ माछा राख्न सकिन्छ? ए 1, बी 2, सी 3, डी 4। यसको सही उत्तर रहेको छ ए 1। त्यसैगरी 22 नम्बर क्वेसन रहेको छ प्रजनन कार्यका लागि कति केजी शारीरिक तौल भएको माउ माछा उपयुक्त हुन्छ? ए 1 देखि 2 केजी, बी 2 देखि 4 केजी, सी 3 देखि 5 केजी, डी 4 देखि 6 केजी। यसको सही उत्तर रहेको छ बी 2 देखि 4 केजी। त्यसैगरी 23 नम्बर क्वेसन रहेको छ माउ माछाको स्टकिङ डेन्सिटी प्रति हेक्टर कति केजी उपयुक्त हुन्छ? ए 1500 देखि 2000, डी 2000 देखि 2300, सी 2500 देखि 3000, डी 3000 देखि 3500। यसको सही उत्तर रहेको छ ए 15 देखि 2000 सम्म। त्यसैगरी 24 नम्बर क्वेसन रहेको छ प्रजननका लागि पालिएका कार्प जातको माउ माछाको लागि कति प्रतिशत प्रोटिन भएको दाना दिनुपर्दछ? ए 10 देखि 15%, बी 15 देखि 20%, सी 20 देखि 25%, डी 25 देखि 30%। यसको सही उत्तर रहेको छ डी 25 देखि 30%। त्यसैगरी 25 नम्बर क्वेसन रहेको छ रेनबो ट्राउटको माउ माछालाई कस्तो दाना दिनु प्रभावकारी हुन्छ? ए प्लेट दाना, बी मांस दाना, सी प्राकृतिक आहार मात्र, डी नरम घाँसपात मात्र। यसको सही उत्तर रहेको छ ए प्लेट दाना। त्यसैगरी 26 नम्बर क्वेसन रहेको छ माउ माछालाई कृत्रिम आहारको रूपमा कुन चिज दिनु राम्रो मानिन्छ? ए धानको ढुडो, बी पिना, सी सिद्रा, डी माथिका सबै। यसको सही उत्तर रहेको छ डी माथिका सबै। त्यसैगरी 27 नम्बर क्वेसन रहेको छ माउ माछालाई एक दिनमा कति पटक दाना दिनु राम्रो मानिन्छ? ए 1, बी 2, सी 3, डी 4। यसको सही उत्तर रहेको छ बी 2। त्यसैगरी 28 नम्बर क्वेसन रहेको छ माउ माछाको दानामा कति प्रतिशत चिल्लो पदार्थ हुनुपर्दछ? ए 8 देखि 10%, बी 10 देखि 12%, सी 12 देखि 15%, डी 15 देखि 20%। यसको सही उत्तर रहेको छ ए 8 देखि 10%। त्यसैगरी 29 नम्बर क्वेसन रहेको छ रेनबो ट्राउट जातको माछाको लागि कस्तो प्रकारको दाना उपयुक्त मानिन्छ? ए धेरै प्रोटिन भएको, बी धेरै खनिज भएको, सी धेरै एनर्जी भएको, डी धेरै रेसा भएको। यसको सही उत्तर रहेको छ ए धेरै प्रोटिन भएको। त्यसैगरी 30 नम्बर क्वेसन रहेको छ रेनबो ट्राउट जातको माछाको दानामा कृत प्रतिशत प्रोटिन हुनु पर्दछ? ए 25%, बी 35%, सी 22%, डी 20%। यसको सही उत्तर हुने गर्दछ बी 35%। त्यसैगरी 31 नम्बर क्वेसन रहेको छ रेनबो ट्राउट जातको माछा पालनको लागि उपयुक्त तापक्रम कति हो? ए 15 देखि 18 डिग्री सेल्सियस, बी 25 देखि 25 डिग्री सेल्सियस, सी 5 देखि 10 डिग्री सेल्सियस, डी 35 देखि 40 डिग्री सेल्सियस। यसको सही उत्तर हुने गर्दछ ए 15 देखि 18 डिग्री सेल्सियस। त्यसैगरी 32 नम्बर क्वेसन रहेको छ रेनबो ट्राउट जातको माछाको प्रजननको निम्ति उपयुक्त तापक्रम कति हो?
ए 15 देखि 18 डिग्री सेल्सियस, बी 8 देखि 14 डिग्री सेल्सियस, सी 5 देखि 10 डिग्री सेल्सियस, डी 35 देखि 40 डिग्री सेल्सियस। यसको सही उत्तर हुने गर्दछ बी 8 देखि 14 डिग्री सेल्सियस। त्यसैगरी 33 नम्बर क्वेसन रहेको छ गेम फिस भनेर तलका मध्ये कुन जातको माछालाई जनाउँछ? ए रेनबो ट्राउट, बी टिलापिया, सी नैनी, डी पंगास। यसको सही उत्तर रहेछ डी पंगास। त्यसैगरी 34 नम्बर क्वेसन रहेको छ रेनबो ट्राउट जातको माछा पालनका लागि कस्तो पानीको आवश्यकता पर्दछ? ए सफा र तातो पानी, बी चिसो र धमिलो पानी, सी चिसो र सफा पानी, डी तातो तथा धमिलो पानी। यसको सही उत्तर हुने गर्दछ सी चिसो र सफा पानी। त्यसैगरी 35 नम्बर क्वेसन रहेको छ रेनबो ट्राउट जातको माछाको प्रजननको निम्ति पानीमा घुलित अक्सिजनको तृप्तता कति हुनु पर्दछ? ए 60%, बी 55%, सी 45%, डी 50%। यसको सही उत्तर रहेको छ ए 60%। त्यसैगरी 36 नम्बर क्वेसन रहेको छ रेनबो ट्राउट जातको माछाको प्रजननको निम्ति पानीमा घुलित अक्सिजन कति हुनु पर्दछ? ए 2 देखि 4 mg पर लिटर, बी 5 देखि 5 mg पर लिटर, सी 7 देखि 8 mg पर लिटर, डी 4 देखि 5 mg पर लिटर। यसको सही उत्तर हुने गर्दछ सी 7 देखि 8 mg पर लिटर। त्यसैगरी 37 नम्बर क्वेसन रहेको छ रेनबो ट्राउट जातको माछाको प्रजननको निम्ति पानीको pH कति हुनु पर्दछ? ए 6.5 देखि 8.5, बी 5.5 देखि 6.5, बी 7 देखि 8, डी 5.5 देखि 5.5। यसको सही उत्तर हुने गर्दछ ए 6.5 देखि 8.5। त्यसैगरी 38 नम्बर क्वेसन रहेको छ तलका मध्ये कुन जातको माछाको शरीरमा मसिना काँडा हुँदैनन्? ए रेनबो ट्राउट, बी टिलापिया, सी नैनी, डी पंगास। यसको सही उत्तर हुने गर्दछ ए रेनबो ट्राउट। 39 नम्बर क्वेसन रहेको छ ब्रोड फिस भन्नाले के जनाउँछ? ए प्रजननका लागि परिपक्व भाले माछा, बी प्रजननको लागि परिपक्व पोथी माछा, सी प्रजननको लागि परिपक्व भाले तथा पोथी माछा, डी वयस्क माछा। यसको सही उत्तर हुने गर्दछ सी प्रजननका लागि परिपक्व भाले तथा पोथी माछा। त्यसैगरी 40 नम्बर क्वेसन रहेको छ प्रजननको लागि भाले तथा पोथी माछा राख्ने ब्रोड पोखरीको क्षेत्रफल कति हुने गर्दछ? ए 0.2 देखि 0.3 हेक्टर, बी 0 देखि 3 देखि 0.4 हेक्टर, सी 0.4 देखि 0.5 हेक्टर, डी 0.8 देखि 0.9 हेक्टर। यसको सही उत्तर हुने गर्दछ ए 0.2 देखि 0.3 हेक्टर। 41 नम्बर क्वेसन रहेको छ प्रजननका लागि भाले तथा पोथी माछा राख्ने ब्रोड पोखरीको गहिराई कति हुने गर्दछ? ए 2 देखि 3 मिटर, बी 1 देखि 2 मिटर, सी 1 देखि 2 मिटर, डी 3 देखि 4 मिटर। यसको सही उत्तर हुने गर्दछ बी 1 देखि 2 मिटर। त्यसैगरी 42 नम्बर क्वेसन रहेको छ प्रजननका लागि भाले तथा पोथी माछा राख्ने ब्रोड पोखरीको चौडाइ कति भन्दा बढी हुनु हुँदैन? ए 30 मिटर, बी 35 मिटर, सी 40 मिटर, डी 25 मिटर। यसको सही उत्तर हुने गर्दछ डी 25 मिटर। त्यसैगरी 43 नम्बर क्वेसन रहेको छ प्रजननका लागि भाले तथा पोथी माछालाई प्रजनन सिजनभन्दा कति समय अगाडिबाट अलग अलग राख्नु पर्दछ? ए 2 देखि 3 हप्ता, बी 1 देखि 2 महिना, सी 3 देखि 4 महिना, डी 5 हप्ता। यसको सही उत्तर रहेको छ सी 3 देखि 4 महिना। त्यसैगरी 44 नम्बर क्वेसन रहेको छ प्रजननका लागि भाले तथा पोथी माछा राख्ने ब्रोड पोखरीलाई वर्षमा कति पटक सफा तथा तयार गर्नु पर्दछ? ए 3 पटक, बी 2 पटक, सी 1 पटक, डी 4 पटक। यसको सही उत्तर हुने गर्दछ सी 1 पटक। त्यसैगरी 45 नम्बर क्वेसन रहेको छ तलका मध्ये कुन जातका पोखरीमा पालेका माछालाई उत्प्रेरी प्रजनन गराइन्छ? ए इन्डियन मेजर कार्प, बी चाइनिज कार्प, सी रेनबो ट्राउट, डी बोथ ए एन्ड बी। यसको सही उत्तर हुने गर्दछ डी बोथ ए एन्ड बी। त्यसैगरी 46 नम्बर क्वेसन रहेको छ माछालाई प्रजननका निम्ति इन्ड्युसिङ एजेन्टको रूपमा तलका मध्ये कुन चिज इन्जेक्ट गरिन्छ? ए पिट्युटरी ग्ल्यान्ड, बी ह्युमेन क्रोनिक गोनाडोट्रोपिक, सी ओभाप्राइम, डी अल अफ द एबभ। यसको सही उत्तर रहेको छ डी अल अफ द एबभ। त्यसैगरी 47 नम्बर क्वेसन रहेको छ कमन कार्प जातको भाले प्रजननका निम्ति कति उमेरमा परिपक्व हुने गर्दछन्? ए 2 देखि 3 वर्ष, बी 1 देखि 2 वर्ष, सी 2 देखि 3 वर्ष, डी 3 देखि 4 वर्ष। यसको सही उत्तर हुने गर्दछ बी 1 देखि 2 वर्ष।
48 नम्बर क्वेसन रहेको छ कमन कार्प जातको पोथी प्रजननका निम्ति कति उमेरमा परिपक्व हुने गर्दछन्? ए 2 देखि 3 वर्ष, बी 1 देखि 2 वर्ष, सी 2 देखि 3 वर्ष, डी 3 देखि 4 वर्ष। यसको सही उत्तर हुने गर्दछ सी 2 देखि 3 वर्ष। त्यसैगरी 49 नम्बर क्वेसन रहेको छ कमन कार्प जातको प्रजननका निम्ति परिपक्व भालेको औसत शारीरिक तौल कति हुने गर्दछ? ए 2 देखि 3 केजी, बी 1 देखि 2 केजी, सी 4 देखि 5 केजी, डी 3 देखि 4 केजी। यसको सही उत्तर हुने गर्दछ ए 2 देखि 3 केजी। त्यसैगरी 50 नम्बर क्वेसन रहेको छ प्रजननका निम्ति परिपक्व पोथीको औसत शारीरिक तौल कति हुने गर्दछ? ए 2 देखि 3 केजी, बी 1 देखि 2 केजी, सी 4 देखि 5 केजी, डी 3 देखि 5 केजी। यसको सही उत्तर हुने गर्दछ डी 3 देखि 4 केजी। भिडियो अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद। नयाँ प्रश्न उत्तर सहित फेरि पनि लिएर उपस्थित नै हुनेछौँ। अहिलेको लागि हस्त, धन्यवाद, नमस्कार।